हेलो, गुड मर्निङ। यहाँ म दुबो सफा गर्दैछु। यो दुबो हो। यो आफ्नै टेरेसमा गमला टिनतिर पनि उमार्न सकिन्छ र यो यसलाई सफा गरेर यो सफा भयो है। अब यसलाई लगेर मैले ग्राइन्डरको जारमा हालेँ। ग्राइन्डरको जारमा हालेर अब यसलाई अलिकति फिल्टरबाट सफा पानी अलिकति हाल्नुपर्छ। अनि यति पानी हालिसकेपछि यसलाई ग्राइन्डरमा लगेर यसलाई जुस बनाउने कोसिस गर्नुपर्छ, बनाउनुपर्छ यसलाई जुस। अन्त यो दैनिक यसलाई बिहान बिहान खाली पेटमा खाने गर्यो भने पानी पनि हालिदिएको छु अलिकति। अब यसलाई मैले ग्राइन्ड गर्दैछु। त्यहाँदेखि यहाँनिर हरियो जुस बन्यो, यसमा पानी। अब बिहान बिहान यसलाई पिउने गर्यो भने हाम्रो शरीर तन्दुरुस्त बन्छ। अनि जति पनि शरीरमा फ्याट्स छ यो फ्याट्सलाई यसले रिड्युस गर्छ र मान्छेको शरीर अलिक पतला, भुँडी अलिक घटेको त्यो हुन्छ र मान्छे तन्दुरुस्त बन्छ। जिउको फ्याट्सहरूलाई यसले घटाएर अनि खानाहरू डाइजेस्ट गर्नुमा धेरै मद्दत गर्छ। र यो दुबोको बनाएको छ। दुबो त्यसै पनि गणेश भगवानलाई चढाउने चिज हो। यो के अरे शान्तिको लागि, शीतल, गणेश भगवानलाई शीतलको लागि दुबो चढाउने हाम्रो परम्परा छ। अनि यो पियो भने यसले पेटमा शीतल गराउने, पेटलाई शान्ति गराउने, आराम गराउने गर्छ। यसले दैनिक बिहान बिहान एक एक कप, एक एक ग्लास पिउने गर्नुपर्छ। धनियाँको पनि हुन्छ, पालकको एकदम झन् राम्रो। अनि बन्दकोपीको पत्ता, जुनै पनि हरिया साग सब्जीहरूको पत्ताहरूलाई बिहान बिहान यसरी जुस बनाएर पिउने गर्यो भने एकदम शरीरको लागि धेरै राम्रो र डाइजेस्टमा हेल्प गर्छ। अनि जुन शरीरको फ्याट्स छ, बेसी हामीलाई चाहिने भन्दा बेसी फ्याट्स हुन्छ शरीरमा, हो त्यसलाई यसले रिड्युस गर्छ। र मोटोपना, भुँडी एकदम ठुलो वात्त निस्केको भुँडीहरू घटाउने हो यो काम यसले गर्छ। र जिउलाई तन्दुरुस्त राख्ने, ब्लड बढाउने, हेमोग्लोबिन बढाउने काम यसले गर्छ। र यो दैनिक या एक दिन बिराएर 2 दिन गरेर आधी कप या 1 कप दैनिक खाने गर्यो भने यो शरीरको लागि धेरै राम्रो हुन्छ। र मैले अहिले आज दुबोको बनाएको छु र म यो पिउँदैछु। दैनिक पिउने गर्नुपर्छ। धन्यवाद।